यसरी तपाईँ देख्न सक्नुहुन्छ दुईजना युवा यसरी टायर पछाडि बोकिकन उनी कुदिरहेको छ। नमस्ते दादा, कहाँ जानु भएको तपाईँ अहिले? म सिलगढीसम्म। सिलगढी कहाँबाट आउनु भएको? म यता मिरिक चौरी मन्दिर टी स्टेटबाट। मिरिक चौरी नि? यो तपाईँ टायर पछाडि बोकेर के सन्देश दिनु चाहनुहुन्छ? म चाहिँ यति नै भन्छु कि यो चाहिँ मेरो चाहिँ जुन चाहिँ मैले त अहिले प्र्याक्टिस गर्दैछु। एकछिन पर्खिनु नि, साउन्ड आएको छैन। इन्टरनेसनलको लागि तयारी गरेको। इन्टरनेसनल लागि? हजुर। हुन्छ। अहिले हामी समक्ष यहाँ फ्रेममा तीनजना भाइहरू हुनुहुन्छ है। तपाईँहरू कहाँबाट आउनु भएको? हामी टिङ्लिङ मिरिकबाट। के को लागि तपाईँहरू कहाँ जानु भएको छ अहिले चाहिँ? अहिले चाहिँ हामी जस्ट उयसको लागि नेसनल म्याराथनको लागि प्र्याक्टिस गरेको। हजुर हजुर। दा पनि हुनुहुन्छ हाम्रो दाजु, सिलगढी जानु छ हुन्छ दार्जिलिङ बस्छौँ। हजुर हजुर। अन्त हामी यति छौँ, अझै एकजना भाइ थियो, भाइ चाहिँ आउँदैछ। कतिजना तपाईँहरू ग्रुप हुनुहुन्छ? हामी त हाम्रो क्लब छ भन्नुपर्दामा हो, साउथ रनर्स क्लब र मिल्कान रनर्स क्लब। अन्त त्यसमा चाहिँ अहिले चाहिँ हामी सातजना जस्तो आएको छौँ। हामीले एकजना तपाईँहरू ग्रुपमा पनि देख्यो नि, टायर पछाडि बाँधेर कुदिरहेको छ। चाहिँ हाम्रो कोच हुनुहुन्छ। उहाँ चाहिँ तपाईँको कोच हुनुहुन्छ। यो तपाईँ कुदेर मिरिकदेखिको दार्जिलिङ मोड तपाईँ जानु हुँदैछ, के को सन्देश दिन चाहनुहुन्छ अहिलेको युवाहरूलाई? अहिलेको युवाहरूलाई अब अहिलेको जेनेरेसनमा अब सिगरेट बिडी खान्छ होइन, बरु भन्छ 1 घन्टा टाइम निकालेर कुदा, फिटनेस आफै हेल्दी हुन्छ, त्यही भन्न चाहन्छु। तपाईँलाई यो सोच कसले दिएको यस्तो कुदेर चाहिँ? यो फर्स्ट 15 वर्षको हुँदाखेरि म चाहिँ फर्स्ट मिरिकमा म्याराथन थियो, इन्भाइरोमेन्ट दिएको दिन, त्यहाँदेखि चाहिँ दालाई भेटेँ त्यो दिन। त्यहाँदेखि चाहिँ त्यत्तिकै म फोकस गरेँ रनिङतिर, त्यहाँदेखि त्यत्तिकै प्र्याक्टिस गर्दै म कहाँ पुगिसक्यो बाहिरतिर होइन, स्टेट च्याम्पियन पनि हो। हजुर हजुर। ऊ भाइ पनि हो, यता पनि हुनुहुन्छ। यता भाइको नाम चाहिँ? अनिश विश्व। तपाईँको? त्रिदेवी विश्व।